नेपालको हिमाली क्षेत्र हिमालयन रिजनको प्रमुख विशेषताहरू तल बुदागत रूपमा प्रस्तुत गरिएका छन्। भौगोलिक विशेषताहरू: उचाइ र फैलावट: यो प्रदेश समुद्री सतहबाट करिब 3000 मिटरदेखि विश्वको सर्वोच्च शिखर सगरमाथा 8848.86 मिटरसम्मको उचाइमा फैलिएको छ। भूभाग: यसले नेपालको कुल भूभागको करिब 15% ओगटेको छ। पर्वत श्रृङ्खला: यो क्षेत्र चट्टान र हिउँले बनेका अग्ला हिमश्रृङ्खलाहरूले ढाकिएको छ। सर्वोच्च शिखरहरू: विश्वका 8000 मिटर भन्दा अग्ला 14 मध्ये 8 वटा सर्वोच्च शिखरहरू सगरमाथा, कञ्चनजङ्घा, लोत्से, मकालु, चोयु, धौलागिरी, मनास्लु, अन्नपूर्ण यही अवस्थित छन्। विभाजन: भूबनोटको आधारमा यसलाई मुख्यतया मुख्य हिमालय, भित्री हिमालय, भोट प्रदेश र सीमान्त हिमालय गरी 3 भागमा विभाजन गरिएको छ। उपत्यका: भित्री हिमाली क्षेत्रमा मनाङ, मुस्ताङ, डोल्पा, खुम्बु जस्ता उच्च हिमाली उपत्यकाहरू भोट प्रदेश रहेका छन्। हावापानी र प्राकृतिक विशेषताहरू: हावापानी: यहाँ अधिकांश समय चिसो र शुष्क ड्राई हावापानी पाइन्छ। वर्षा छाया रेन स्याडो: मुस्ताङ र मनाङ जस्ता उत्तरी क्षेत्रहरू वृष्टि छायामा पर्ने भएकाले वर्षा ज्यादै कम हुन्छ र मरुभूमि जस्तो ड्राई एरिड अवस्था हुन्छ। नदी र ताल: कोशी, गण्डकी, कर्णाली जस्ता ठूला नदीहरू तथा तिनीहरूका सहायक नदीहरूको उद्गमस्थल हो यो क्षेत्र। साथै तिलिचो ताल, विश्वको सर्वाधिक उचाइमा रहेको ताल र गोसाइँकुण्ड जस्ता महत्त्वपूर्ण तालहरू पनि यही छन्। वनस्पति र जीवजन्तु: यहाँ चिसो कोणधारी वन, कनिफरस फरेस्ट र घाँसे मैदान पाइन्छ। बहुमूल्य जडीबुटीहरू र दुर्लभ वन्यजन्तुहरू जस्तै हिउँ चितुवा, रेड पाण्डा पाइन्छन्। सामाजिक तथा आर्थिक विशेषताहरू: जनसङ्ख्या: नेपालको कुल जनसङ्ख्याको कम हिस्सा करिब 6.73% यस क्षेत्रमा बसोबास गर्दछन्। बसोबास र खेतीपातीका लागि अत्यन्त चुनौतीपूर्ण र विकट भूभाग। प्रमुख जाति: यहाँ शेर्पा, थकाली, भोटे, मनाङ्गे जस्ता समुदायका मानिसहरूको बाहुल्यता रहेको छ। मुख्य पेशा: यहाँको मुख्य पेशा पशुपालन, भेडा, चौरी गाई र पशुजन्य उत्पादन हो। धार्मिक विशेषता: यस क्षेत्रमा बौद्ध धर्मावलम्बीहरूको बाहुल्यता रहेको छ। पर्यटन: यो क्षेत्र पर्यटकीय दृष्टिले अत्यन्त महत्त्वपूर्ण छ। हिमाल आरोहण तथा पदयात्राका लागि विश्वभर प्रसिद्ध छ। नेपालको हिमाली क्षेत्र प्राकृतिक सुन्दरता, जैविक विविधता र साहसिक पर्यटनका लागि विश्वभर प्रख्यात छ।